नमस्ते, मेरो नाम हो सफल उप्रेती। मेरो नाम नै काफी छ। ऊ त्यहाँ चाहिँ एउटा माग्ने रहेछ। अब त्योसँग कुरा गर्न जाने हो। ओए माग्ने, तेरो बाउलाई भनेको माग्ने। अनुहार हेर्दै मागेर खाने जस्तो देखिन्छ अनि माग्नेलाई माग्ने नभने के भन्ने त? भाइ के भन्ने भन्दैन? माग्ने नै भन्ने कि यत्रो देखियो माग्ने? देख्नुभयो साथीहरू, यो माग्नेको पनि डिजिटल एटिट्युड। अब के भन्ने, यस्तै माग्नेले गर्दाखेरि हाम्रो देशको हालत यस्तो भएको छ कि यहाँ आएर ब्रेन्चीमा केलाइरहेको छ गाँजा। अब के भन्ने? ओ क्यामेराम्यान यहाँ आइज, तेरो छ नि यो खाने भाडै बन्द गराइदिन्छु। भर्खर एक स्टिक ताने होइन, यो के अरे नाम नै काफी छ, यो झारे। यहाँ आइज म गुन्द्रुक केलाएर तँलाई फेरि खुवाउँछु। लास रम छैन यार, माग्नेको इज्जत छैन भने यसको भन्दा धेरै राम्रो इज्जत छ मेरो। यहाँ बोला त्यसलाई। देख्नुभयो साथीहरू, यो माग्नेले मलाई गुन्द्रुक खाने जस्तो देखेको छ। म गुन्द्रुक खान्छु? खाँदैन। तपाईँ त विट खान्छ जस्तो देख्छ। अरे भाइ यहाँ हेर्नु, यहाँ सान खाएर यसको दाग हेर्नु, यो माग्नेको दाग। साला झारे कति नै आइस खाने भएको अनुहार हेर्नु। ल साथीहरू, यस्तो माग्नेदेखि जोगिनु अनि सतर्क हुनु। जहाँ पाइ त्यही पिस पार्कमा आएर झाडीतिर नराम्रो काम नगर्नु। यहाँ भनेको रमाइलो गर्ने मात्र हो, बुझ्नुभयो? यस्ता गजडीहरू टन्नै भेट्न सक्छ। होगेन भन्दा गजडी हो। रिपोर्टरजी, यहाँ आएर गलत काम चाहिँ गर्नु भएन है। यो सम्मान चाहिँ ठिक छ क्या, अरू चाहिँ नगरौँ है कसैले पनि। ओ नाम नै काफी छ झारे, यो टिकटकमा हाले काम नगर है, युट्युबमा नि हाले काम नगरौँ। श्रीमतीले देख्यो भने त पुर्छे त मलाई आने। देख्नुभयो साथीहरू, यो गजडीको धरी घरमा एउटा श्रीमती रहेछ। यसको पिस पार्कमा चर्तीकलाई देख्नुभयो नि? झारे युट्युबर श्रीमती अरूको हो कि, रिसर्च गरेर बोल न भने। मेरो त श्रीमती नै छैन, मेरो त 3वटा जिएफ छ। देख्नुभयो साथीहरू, यो गजडीको अर्काको वाइफ हुन नि मेरो नि तपाईँको पनि हुन नसक्ने कुरा हो यो, होइन? तर यस्तै गजडीहरूले हो, अझ 3-3टा गर्लफ्रेन्ड हुन नि हो यस्तैसँग लाग्ने हो कि। हामी जस्तो सोझा नाम नै काफी छसँग त कोही पछि लाग्दैन भने। यस्तो झारे मान्छे कि, हेर न गजडी नाम छ यसको। नाथे युट्युबर हो कि टिकटकर हो, त्यो भ्लगर हो, त्यो बनाउँछ नि यसरी भ्लग बनाउँछ नि, त्यही हो। अबे झारे न टिकटकर हो न युट्युबर हो, त्यो भ्लगर पनि भन्दैन त्यसलाई, बुझिस्? नाम नै काफी छ हो म। यी तेरो नाम काफी छ, तेरो नाम भन्दा त मेरो छ नि गजडी नै नाम काफी छ, बुझिस्? ल दाइ, तपाईँलाई त हेप्यो त। भाइ एकचोटि क्यामेरा बन्द गर त। ल दाइ ल। अनि तर म त साथी हो नि यहाँ, त्यसरी नहेप न भाइहरूको अगाडि के। जे भए पनि एक स्टिक बनाइनस्, अघिदेखि खाउँ भने त ठुलो कुरो गर्छस्। यति गरेपछि तेरो लाइक र भ्युज आउँछ भने म गजडी मात्र होइन के भनिदिन्छु। साथीको लागि ज्यान हाजिर छ कि। सबजनाले माया देखाउनु पर्यो, लाइक हान्नु पर्यो। यत्रा यसको नाम काफी छ, माथि बनाइदिनु पर्यो है। नाम नै काफी छ ब्रदरलाई चाहिँ होइन, अलि माथि पुर्याइदिनु पर्यो। मेरो साथी हो, यसको लागि गजडी मात्र होइन ट्याबे पनि बन्न तयार छु। यसो लाइक हान्नु पर्यो, सेयर हान्नु पर्यो, कमेन्ट हान्नु पर्यो, सबैजनाले माया गरिदिनु पर्यो। यो ब्रदरको नामलाई अझै माथि चढाउनु पर्यो है, माया देखाउनु पर्यो सबले। अहिलेको लागि सबलाई बाई बाई।